डिप्लोमा इन इन्जिनियरिङ थर्ड सेमेस्टर म्याथमा रहेको डेरिभेटिभबाट केही दुईटा क्वेसनहरू सोल्भ गर्नेछौँ। जस्तै हामीलाई क्वेसनमा सोधिरहेको हुन्छ फाइन्ड dy/dx भनेर सोधिरहेको हुन्छ अथवा फाइन्ड द डेरिभेटिभ अफ भनेर फङ्सन दिइरहेको हुन्छ है त। जस्तै हामीले सुरुमा इक्जाम्पलको लागि एउटा लगाउँ। जस्तै इक्जाम्पलको लागि मैले के लगेँ भन्दाखेरिमा साइन इन्भर्स एक्स क्युब भन्ने मैले एउटा फङ्सन लगेँ। सो हाम्रो यसको चाहिँ dy/dx भनेर फाइन्ड आउट गर भनेर हामीले क्वेसनमा सोधिरहेको छ। भनेपछि सुरुमा हामीले के गर्नु पर्यो भन्दाखेरिमा सुरुमा फङ्सन लेट गर्नु पर्यो नि त। y बराबर साइन इन्भर्स एक्स क्युब भनेर हामीले सुरुमा फङ्सन लेट गर्नु पर्यो। त्यसपछि हामीले फाइन्ड गर्नु पर्यो त dy/dx भनेपछि अब हामीले दुईटैपट्टि एक्सको रेस्पेक्टमा डेरिभेटिभ गर्नुपर्छ। भनेपछि अब डिफ्रेन्सिएट गर्नुपर्ने छ नि त। अनि डिफ्रेन्सिएटिङ विथ रेस्पेक्ट टु एक्स अन बोथ साइड गरौँ है त। यसलाई हामी दुईटैपट्टि एक्स चाहिँ डिफ्रेन्सिएट गर्दाखेरि के हुन्छ भन्दा सुरुको टर्म चाहिँ dy/dx हुन्छ यो टर्म चाहिँ। अनि इट्स इक्वल टु d/dx हुने भयो पनि। पछाडिको चाहिँ अब के छ भन्दाखेरिमा साइन इन्भर्स एक्स क्युब छ नि त पछिको चाहिँ। यति हुने भयो दुईटैपट्टि एक्सको रेस्पेक्टमा डिफ्रेन्सिएट गरेको है त। अब चाहिँ हामीलाई एउटा कुरा थाहा छ। के थाहा छ भन्दा तपाईँलाई थाहा होला डी साइन इन्भर्स एक्स डिभाइडेड बाई डिएक्स भएपछि यसको डेरिभेटिभ के हुन्छ भन्दाखेरिमा साइन इन्भर्स एक्सको डेरिभेटिभ के हुन्छ भन्दाखेरिमा हाम्रो 1 डिभाइडेड बाई रुट अन्डर 1 माइनस एक्स स्क्वायर हुन्छ नि त हाम्रो। सो अब यसलाई चाहिँ त्यही फर्ममा लग्न खोज्ने त। यो फर्ममा लग्न खोज्ने भनेपछि डी साइन इन्भर्स एक्स क्युब डिभाइडेड बाई एक्स क्युब हुनु पऱ्यो नि त। किन भन्दाखेरि यहाँ डी साइन इन्भर्स एक्स छ, पछाडि पनि एक्स छ नि त। पछाडिको टर्म चाहिँ सेम बनाउनु पर्ने हुन्छ। अब यतापट्टि सेम बनाउँदाखेरि डी डिभाइडेड बाई डी एक्स क्युब डी के अरे साइन इन्भर्स एक्स क्युब गरेपछि चाहिँ सेम भयो नि त। हो सेम भयो। कसरी सेम भयो भन्दाखेरि पछाडिको एक्स क्युब र यो एक्स क्युब सेम छ नि त। भनेपछि हाम्रो यो पछाडिको टर्म सेम भएपछि 1 डिभाइडेड बाई रुट अन्डर 1 माइनस एक्स स्क्वायर लेख्न मिल्ने भयो। भनेपछि त्यही भएर हामीले सेम बनाएको। तर हामीले चाहिँ यो चाहिँ यतिकै थपेको कुराहरू नि त। अब यति त थप्नु मिल्दैन। यो चाहिँ यहाँ छैन नि त। यहाँ वास्तवमा डिएक्स छ नि त क्वेसनमा त। हो हाम्रो डिएक्स छ माथि भन्दाखेरि डिएक्स बनाउनु पर्दा अब के गर्ने भन्दाखेरिमा यहाँ टाइम्स डिएक्स क्युब डिभाइडेड बाई फेरि डिएक्स गर्नुपर्ने भयो नि त। यतापट्टि डिभाइड गरेको छ नि यतापट्टि मल्टिप्लाई गर्ने भनेपछि यो र यो कटेपछि बच्ने भनेको डी साइन इन्भर्स एक्स क्युब डिभाइडेड बाई डिएक्स नै हो नि त। सो हामीले यो किन थपेको भन्दाखेरिमा यो फर्मुलामा लग्नलाई थपेको है त। अब डेरिभेटिभ अफ साइन इन्भर्स एक्स भनेको के हुने रहेछ भन्दाखेरिमा 1 डिभाइडेड 1 माइनस एक्स हुने रहेछ। अब हो यही फर्ममा लेख्ने 1 डिभाइडेड बाई रुट अन्डर 1 माइनस एक्स स्क्वायर भनेको चाहिँ हाम्रो एक्स भनेको चाहिँ हाम्रो एक्स क्युब छ। अनि बाहिरको स्क्वायरको जस्ता तस्तै हुने भयो नि त स्क्वायर टाइम्स फेरि हामीले अर्को डी एक्सको पावर एन डिभाइडेड बाई डिएक्स छ भने चाहिँ यसको के हुन्छ भन्दाखेरिमा एन एक्सको पावर एन माइनस 1 हुन्छ नि त। एक्सको पावर एनको डेरिभेटिभ एन एक्स एन माइनस 1 हुन्छ नि त। सो अब हाम्रो यहाँ पनि डी एक्सको पावर एन डिभाइडेड बाई डिएक्स यो तिनलाई चाहिँ एन सम्झिने हो भनेपछि हाम्रो यो टर्ममा लेख्न मिल्यो। हो सो हाम्रो यो टर्ममा लेख्दाखेरि के हुन्छ भन्दाखेरिमा एन भनेको चाहिँ हाम्रो 3 छ एन अनि एक्स एन माइनस 1 भनेपछि 3 माइनस 1 हुने भयो। भनेपछि 1 डिभाइडेड बाई 1 माइनस एक्सको पावर यो 3 2 जा 6 यो चाहिँ रुट अन्डरभित्र टाइम्स 3x अब 3बाट 2 के अरे 3बाट 1 गर्दाखेरि 2 भनेपछि हाम्रो एन्सर के हुने भन्दाखेरि 3x स्क्वायर डिभाइडेड बाई 1 माइनस एक्स टु दी पावर 6। अब देयरफोर डेरिभेटिभ अफ साइन इन्भर्स एक्स क्युब विथ रेस्पेक्ट टु एक्ससँग एक्सको रेस्पेक्टमा डेरिभेटिभ गर्दाखेरि के हुन्छ भन्दाखेरिमा 3x स्क्वायर डिभाइडेड बाई रुट अन्डर 1 माइनस एक्स टु दी पावर 6 हुने रहेछ है त। अब चाहिँ हामी एउटा इक्जाममा आएको क्वेसन गरौँ है त। जस्तै हाम्रो यो इक्जाम 2081मा 181 को हाम्रो 2 को बीमा सोधिरहेको छ है त। फाइन्ड द डेरिभेटिभ अफ फङ्सन वाइ इक्वल टु कस इन्भर्स एक्स 3x माइनस 4 भनेर यो सोधिरहेको छ। हामीले अब यो क्वेसन गरौँ है त। यो चाहिँ एकदम इम्पोर्टेन्ट छ। एउटा चाहिँ फिक्स नै हो है त तपाईँहरूलाई। अब हामी त्यही क्वेसन गरौँ। क्वेसन चाहिँ के रहेको छ भन्दाखेरिमा dy/dx फाइन्ड गर्नुपर्ने छ के को भन्दाखेरिमा cos इन्भर्स 3x माइनस 4 को है त। cos इन्भर्स 3x माइनस 4 को dy/dx फाइन्ड गर्नुपर्ने छ। सुरुमा हामीले लेट गर्छौँ हैन लेट गर्छौँ के भन्दाखेरि y बराबर
cos इन्भर्स 3x - 4 भनेर लेट गर्छौँ। अब हामीले के गर्छौँ भन्दा दुईटैपट्टि x को रेस्पेक्टमा डिफ्रेन्सिएट गर्छौँ भने डिफ्रेन्सिएटिङ विथ रेस्पेक्ट टु x अन बोथ साइड गर्छौँ भनेपछि के हुने भन्दाखेरि दुईटैपट्टि x को रेस्पेक्टमा डिफ्रेन्सिएट गर्दाखेरि यो टर्म चाहिँ dy/dx हुने भयो। यो टर्म चाहिँ के हुने भन्दाखेरि d cos इन्भर्स 3x - 4 /dx हुने भयो हो। अब चाहिँ अब हामीलाई थाहा छ के थाहा छ भन्दाखेरिमा डेरिभेटिभ अफ cos इन्भर्स x /dx भनेको हाम्रो के हुन्छ भन्दाखेरिमा -1/√1 - x² हुन्छ भन्ने थाहा। अब सो हाम्रो अब यही टर्ममा लग्न खोज्ने है त। यो टर्ममा लग्न खोज्दा हाम्रो के हुन्छ सो हाम्रो त्यही टर्ममा बनाउन खोज्दाखेरि के हुन्छ भन्दाखेरिमा अब हेरौँ है त। अब यो पछाडिको टर्मलाई चाहिँ यो यहाँ पनि x तल पनि x बनाउन खोज्यो। अहिले यहाँ x भनेको चाहिँ 3x - 4 छ नि त। अब तल पनि 3x - 4 बनाउनु पर्यो। अब त्यसको लागि के गरौँ भन्दाखेरिमा d cos इन्भर्स 3x - 4 / तल पनि d 3x - 4 बनाउँ। किन भन्दाखेरिमा डेरिभेटिभ अफ cos इन्भर्स x /dx भनेको हामीलाई थाहा नि त -1/√1 - x² हो भनेर हो। सो त्यो भएर हामीले त्यो बनाउन खोजेको है त। त्यो बनाउन खोजेको। अब यतिकै त थप्न मिलेन टाइम्स d 3x - 4 यहाँ पनि गर्नु पर्यो तल चाहिँ /dx भनेपछि यो र यो कटे चाहिँ बज्ने भनेको माथिकै हो नि त। वास्तवमा यो चाहिँ तल किन थपेको भन्दामा यो टर्म चाहिँ x छ नि त। cos इन्भर्स पछाडि टर्म भनेको यो x हो। तल पनि x बनाउन खोज्ने किन भन्दामा यहाँ x तल पनि x भएपछि हाम्रो यो फर्मुलामा जान्छ अघि नै मैले भने त्यसरी। अनि यतिकै थप्न मिलेन यसलाई काट्नको निम्ति फेरि यता पनि थपेको यतापट्टि अनि यो र यो कट्छ त्यसरी यो बाँकी यही बच्छ है त। अब हेरौँ अब cos इन्भर्स x को डेरिभेटिभ भनेको हाम्रो -1/√1 - x² हो। त्यही लेखौँ है त। अब -1/√1 हाम्रो यहाँ x भनेको चाहिँ 3x - 4 छ नि त हो। अब त्यही लेखौँ 3x - 4 को स्क्वायर। अब यतापट्टि टाइम्स अब डेरिभेटिभ अफ 3x भनेपछि अब डेरिभेटिभ अफ 3x को डेरिभेटिभ के हुन्छ त। अब यहाँ पनि x भने गर्न मिल्यो। 3 भनेको चाहिँ यसको 3 भनेको यहाँ के अरे कोएफिसिएन्टलाई अगाडि तान्न मिल्यो। अब dx /dx बच्यो त्यो भनेको चाहिँ हाम्रो 1 हो नि त होइन 1 माइनस र हाम्रो 4 भनेको कन्स्ट्यान्ट हो। कन्स्ट्यान्टको डेरिभेटिभ 0। अब हाम्रो के बच्यो भन्दाखेरि 3 1 जा 3 /√1 - 3x - 4 को स्क्वायर बच्ने भयो। सो हाम्रो यो के को डेरिभेटिभ हो भन्दाखेरिमा डेरिभेटिभ अफ cos इन्भर्स 3x को डेरिभेटिभ है त। र यो एन्सर चाहिँ यो हो। यो चाहिँ 2081 को क्वेसन है। ल हाम्रो त्यस्तै अनि एउटा अर्को क्वेसन गरौँ। यो अर्को क्वेसन एकदमै इम्पोर्टेन्ट छ इक्जाम पोइन्ट अफ भ्यूले। अर्को क्वेसन कुन भन्दाखेरिमा साइन इन्भर्स 3x - 4x वाला। ल यो पनि एकदम इम्पोर्टेन्ट क्वेसन हो है त। एकदम इम्पोर्टेन्ट क्वेसन हो। यसको लागि चाहिँ हामीलाई जेनरल फर्मुलाहरू थाहा हुनुपर्ने हुन्छ है त। यो क्वेसन पनि एकदमै इम्पोर्टेन्ट क्वेसन हो। एकदम इम्पोर्टेन्ट क्वेसन हो है यो चाहिँ अलि लजिकवाला छ। हाम्रो यसको लागि चाहिँ हामीलाई अलि जेनरल फर्मुलाहरू पनि थाहा हुनुपर्ने हुन्छ। जस्तै अघिको क्वेसनमा चाहिँ हाम्रो डाइरेक्ट यो सुरुमै क्वेसन यो चाहिँ कुनै फर्मुलामा जाला जस्तो थिएन नि त होइन। यो त अब सुरुमै जुन जस्तो क्वेसन दियो भने सुरुमा वाइलेट गर्ने त्यसपछि डिफ्रेन्सिएट गर्ने हो नि त होइन। अब यो क्वेसनमा हेरौँ त सुरुमा जस्तै साइन इन्भर्स 3x - 4x छ नि त सुरुमै यस्तो छ भने चाहिँ सुरुमा हाम्रो लेट गरौँ फङ्सन y बराबर साइन इन्भर्स 3x - 4x³ त्यो चाहिँ लेट गरेको है फङ्सन। अब हामीलाई के थाहा छ भन्दामा एउटा फर्मुला है त साइन 3θ को फर्मुला के हुन्छ त के हुन्छ भन्दाखेरिमा हाम्रो एउटै फर्मुला साइन 3θ को फर्मुला 3 sin θ - 4 sin³ θ 4 sin³ θ भन्ने हामीलाई एउटा फर्मुला थाहा नि त। जस्तै अघिको क्वेसनमा चाहिँ त्यस्तो फर्मुला पुट गर्नुपर्ने टाइपको थिएन। यो क्वेसनमा चाहिँ हामीलाई यो सुरुमा हामीले साइन 3θ को फर्मुलामा जाने जस्तो छ यति टर्मलाई हेरेपछि जाला जस्तो छ। 3x ले हाम्रो साइन θ मान्यो भनेपछि 3 sin θ - 4 sin³
क्युब थीटा होला जस्तो छ नि त हो त्यो भएर हामीले चाहिँ यो क्वेसनमा चाहिँ हामीले लेट गरेर गर्नुपर्छ है त सुरुमा हामीले फंक्सन त लेट y बराबर लेख्ने नै हो अब हामीले के गरौँ भन्दाखेरिमा यहाँ पुट हामीले x को ठाउँमा sin थीटा पुट गरेपछि के हुन्छ भन्दाखेरिमा y बराबर sin इन्भर्स यो यति x को ठाउँमा sin थीटा पुट गर्दा 3 sin थीटा माइनस 4 sin थीटा क्यूब भनेपछि हामी 3 sin थीटा माइनस 4 sin थीटा क्यूब भनेको हाम्रो sin थीटाको फर्मुला है त सो कुनै क्वेसन यस्तो हुन्छ कि अलि लजिक वाला सुरुमा यस्तो फर्मुला टाइपको पुट गर्नुपर्ने हुन्छ है त अब हाम्रो यति भनेको चाहिँ हाम्रो sin 3 थीटा भनेको है नि हो sin 3 थीटा हुने भयो अब हाम्रो यहाँबाट sin र sin कटेर y बराबर के बच्छ भन्दामा 3 थीटा मात्रै बच्छ y बराबर 3 थीटा बच्छ हामीलाई यसलाई इक्वेसन 1 भनौँ है इक्वेसन 1 भनौँ सुरुमा हाम्रो यो फर्मुलामा जाला जस्तो छ 3 sin थीटा माइनस 4 sin क्यूब थीटा सुरुमा हेर्दाखेरि थाहा भयो हामीले त्यसको ठाउँमा sin 3 थीटा पुट गर्यौं अब sin थीटाको फर्मुला 3 sin थीटा माइनस 4 sin क्यूब थीटा हुन्छ भनेर त्यसपछि हामीले अनि यो पुट गर्दाखेरि sin र यो इन्भर्समा छ भनेपछि यो sin कट्यो भनेपछि y बराबर 3 थीटा बच्यो अब चाहिँ हामीले डिफरेन्सिएट गरौँ है त अब चाहिँ के गरौँ भन्दाखेरिमा अब चाहिँ y बराबर 3 हाम्रो थीटा भनेको चाहिँ फेरि के थीटा लेखेपछि डिफरेन्सिएट गरौँ हाम्रो थीटा भनेको के हो नि भन्दाखेरिमा अब यो इक्वेसनबाट थीटा भनेको के हो भने x बराबर हामीले sin थीटा लेखेको हो नि त वास्तवमा हाम्रो अब त्यस्तै थीटाको भ्यालु निकाल्दाखेरि यहाँबाट थीटा बराबर x बाइ sin हुने भयो हो x बाइ sin भन्नुको अर्थ के भन्दाखेरिमा sin इन्भर्स x हो नि हो हाम्रो थीटा भनेको अब यति टर्मबाट हाम्रो थीटा भनेको हेर्दाखेरि थीटा भनेको यो x डिभाइडेड बाइ sin भने यता मल्टिप्लाइमा छ यताबाट आउँदाखेरि डिभाइडेडमा हुन्छ नि sin x बाइ sin भयो र sin जाँदा sin इन्भर्स x हुने रहेछ नि त थीटा भनेको चाहिँ हामी त्यही लेखौँ यहाँ sin इन्भर्स x अब चाहिँ यसलाई इक्वेसन 2 भनौँ अब डिफरेन्शिएट इक्वेसन 2 विथ रेस्पेक्ट टु डिफरेन्शिएटिङ इक्वेसन 2 विथ रेस्पेक्ट टु x है त अब इक्वेसन 2 लाई डिफरेन्शिएट गर्दाखेरिमा के को रहेछ भन्दा x को रेस्पेक्टमा इक्वेसन 2 लाई अब डिफरेन्शिएट गर्नु पर्यो अब चाहिँ यति चाहिँ हाम्रो डिफरेन्शिएट गर्न सकिन्छ भनेपछि dy डिभाइडेड बाइ dx हुने भयो इक्वल टु 3 भनेको चाहिँ हाम्रो कोएफिसिएन्ट अगाडि आउँछ र भनेपछि d sin इन्भर्स x डिभाइडेड बाइ तल पनि dx हुने भयो नि त हैन अब चाहिँ के हुने भयो भन्दाखेरिमा 3 को 3 छँदैछ हाम्रो डेरिभेटिभ अफ sin इन्भर्स x भनेको चाहिँ के हो sin इन्भर्स x को डेरिभेटिभ हामीलाई थाहा छ 1 डिभाइडेड बाइ रुट अन्डर 1 माइनस x स्क्वायर हो